कविताले बनाएको भ्लग आज स्कुलमा गएर यति मोच अनि लङ टाइम भ्लग गराउँदा यस्तो अचम्मै लागिरहेको छ कि मेरो मनलाई। वेलकम छ मेरो डेली भ्लगमा। फेरि पनि आइसक्यो न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ। आइयो हजुर चाहिँ सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। आज चाहिँ मैले 3-4 दिनपछि भ्लगहरू बनाउँदैछु। आज चाहिँ मैले स्कुलदेखि नै स्टार्ट गरेँ होइन। त्यसपछि स्कुलमा फेरि सबै लजाउँछन् कि भिडियो बनाउनुको लागि होइन। त्यसपछि झगडा पनि भइरहेको थियो, मैले त भिडियो बनाउनु छाडेन हो। त्यसपछि एकछिन साथीको चस्मा मागेर लगाउँछु भनेको त मलाई त पुरा एनाकोन्डा जस्तो लागेको थियो। म त हेरेर म आफै मुस्कुराउँदै र आफै शरम जस्तो लागिरहेको छ कि। त्यसपछि सर पढाउँदै हुनुहुन्थ्यो, साथीले मोबाइल समातेर पुरा जुम गरी भिडियो बनाएँ। त्यसपछि साथीहरू म चाहिँ घर आइसकेको छु। अब घरमा मैले गर्नुपर्ने कामहरू अब त्यही हुन्छ होइन। स्कुलमा जति मोज गरेँ नि घरमा त काम गर्नु पऱ्यो नि त होइन। यस्तो कब्रा छ होइन। त्यसपछि दिनमा चाहिँ म बाजेको पसल जाँदै थिएँ होइन। पसल जान्छु यस्तो गर्मी भनेको त पसल नै बन्द कि। त्यसपछि अब छिमेकी छामाको घरमा जानु पऱ्यो भनेर सर मागेर टक्क ल्याएँ। अब कति तपाईँहरूले भन्नुहुन्छ होला कि अहिले त जहिले पनि कब्राको मात्रै भिडियो बनाउँछ, त्यही भएर भनेर चाहिँ मैले सुकाएको मात्रै देखाएको हो। अब हजुरहरूले हुने नहुने भन्नुहुन्छ कमेन्टमा, त्यही भएर चाहिँ मैले देखाएन। फेरि कपडा धोएको सिधै सुकाएको देखाएन। यस्तो गर्मीमा यस्तो गर्मी भइरहेको थियो। त्यसपछि चाहिँ मैले कामहरू गरेर फेरि टक्क लाएर घर पनि अब फोहोर भएको चाहिँ मलाई मनै पर्दैन। घरमा अब सरसफाइ गर्नै पऱ्यो साथीहरू। घर गन्दा भएको मलाई बिल्कुलै पसन्द छैन कि साथीहरू। त्यही भएर चाहिँ अब टक्क लागेर पानी पर्ने मौसम भयो फेरि एकछिन। त्यसपछि चाहिँ मेरो पालो फेरि सुकाएको कपडाहरू भित्र ल्याइहाल्नु पऱ्यो होइन। फेरि त्यसपछि चाहिँ हाम्रो छामाहरू यस्तो गर्मीमा हेर्न यस्तरी खाँदैछन् कि चुकहरू। फेरि यहाँ खाँदै पनि छन्, उयो लाज पनि मान्छन् कि। फेरि यिनीहरूको चटकै अलग छ क्या। फेरि मेरो बानी त फेरि कस्तो छ भाइ, भिडियो बनाउनु म छाड्दैन। फेरि जसले जेसुकै भन्यो भने जसले जेसुकै भन्न हामीलाई बाल मतलब भने जस्तै फेरि म पनि मेरो बहिनीको घर गएँ, जियाको घर। अनि चाहिँ हामी लत्रक्कै पारेर त्यहाँ भिडियोहरू बनाउँदै थियौँ, यस्तै बसेर गफहरू गर्दै थियौँ। त्यसपछि चाहिँ हाम्रो त्यहाँ सबैजनाले अब बसेर कुराहरू गर्दै थियौँ। अनि कविताले पुरा आफ्नो भ्लगहरू बनाउनु सिक्छु म पनि भन्दै थिइन्। अनि कविताले चाहिँ आफ्नो भिडियो बनाइसकेन। अब त यो भ्लग चाहिँ यस्तै भयो। अब अर्को भ्लगमा भेट्नेछौँ। बाई बाई।